हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग है। र अहिले चाहिँ म चाहिँ मेरो डल्ले खोर्सानीको चाहिँ बिउ चाहिँ सार्नु आँटेको छु हो। अन्त म चाहिँ कसरी सार्छु त्यो चाहिँ म तपाईँहरूलाई देखाउनेवाला छु है त। सो हेर्दै गर्नुहोस् होला। काम गर्नु भनेको कि यहाँ हेर्नुहोस् न दुःख दिएको यसले। भाइ छोड 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 न उठ न उठ, म काम गर्नुपर्छ उठ। उफ हेर्नु नि यस्तो दुःख दिन्छ कि मलाई यसले। ओए उता जा, उता गएर बस, त्यहाँ बस भाइ। यस्तो गर्नु। ओए यता हेर त, यता हेर त, तँलाई निकिता दिदीले हेर्छ। यता हेर न, यता हेर्दै त, खालि काखमा आउँछ। तँलाई निकिता दिदीले हेर्छ हौ। जा न बस न हौ, जा त। छोड अब म चाहिँ काम गर्छु। काम गर्नु पर्दैन, काम गर्नु जा त बस। सो गाइज मेरो चाहिँ यहाँ खोर्सानीको बिउ चाहिँ यतिको भएको छ हो। यो चाहिँ सार्ने बेला भइरहेको छ है, यतिको भएको छ हो। यो चाहिँ म सारिदिन्छु एक दुईवटा है। र मेरो चाहिँ यता पनि छ हो। यो चाहिँ अलिक सानो सानै छ, यसको चाहिँ टाइम भएको छैन सार्ने हो। यो चाहिँ मेरो डल्ले खोर्सानीको बिउ हो। मैले नै यो बिउ चाहिँ रोपेको हो। कति सानो सानै छ क्या, आएकै छैन भर्खरै। यस्तो भइरहेको छ है, सानो सानो भर्खर आउँदैछ। यतिको भएको छ है त। र मैले चाहिँ यति 4टा चाहिँ भरेँ हो। मेरो मल नै सकिगयो। मैले चाहिँ 5वटा ल्याएको थिएँ होइन, यहाँ एउटा थियो हो, तर मेरो मलले पुगेन। त्यही भएर चाहिँ मैले चाहिँ 4टा चाहिँ सारिदिन्छु आज। मेरो खोर्सानी चाहिँ यहाँ छ।
मैले चाहिँ यतिको साडी है सो गाइज मैले चाहिँ सकेँ हो पुरा थाक्यो सो बाई एभ्रिवान सी यू इन माई नेक्स्ट भिडियो